Namaste Korea. Namaste. म हिमाल सङ्गम तामा जेबी ब्याङ्क सेन्टरमा कार्यरत लोन कन्सल्टेन्ट सदा चाहिँ आजको पनि एउटा नयाँ ब्रान्ड न्यू एपिसोडमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि एउटा नयाँ भिडियो नयाँ भिजाको बारेमा जानकारी दिने प्रयासहरू आजको भिडियो तयार पारेको छु। भिडियो यदि तपाईँलाई मनपर्छ भने लाइक गर्न नभुल्नुहोला र तपाईँको साथीभाइ चाहिँ F299 भिजा परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको साथीभाइलाई यो भिडियो सेयर गर्नुभई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु र ढिला नगरी यहाँलाई म सिधै मेरो स्क्रिन मार्फत F299 को बारेमा जानकारी दिनेछु। यहाँलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु। सुरु गरौँ आजको भिडियो। अलराइट, यहाँलाई F299 भिजाको बारेमा स्क्रिन मार्फत सेयर गर्दैछु। F299 자격 변경 대상 요건 아래 요건을 모두 충족 भनेर यहाँ देख्न सक्नुहुन्छ। 신청자의 체류 자격 तपाईँ चाहिँ कोरियामा चाहिँ D1, D5, D6, D7, D9 त्यसपछि E61, E63, E1 त्यसपछि E2, E3, E4 त्यसपछि E5, E7 त्यसैगरी D8 त्यसपछि भाङ्मुन ढोङ्ग F1 र F318 बनाउनुला तपाईको चाहिँ परिवार चाहिँ कोरियामा बोलाउनु भएर F1 र F3 मा हुनुहुन्छ भने चाहिँ उहाँले पनि F299 भिजा चाहिँ एप्लाई गर्न सक्नुहुनेछ। सो थान्गी साजोङ भनेको छ सर्ट टर्म भिजाहरु चाहिँ G1 र H1 ले चाहिँ यो भिजा एप्लाई गर्न सक्नुहुने छैन। त्यसपछि घुम्ने छेरु किगान चाहिँ तपाई चाहिँ माथि उल्लेखित जुन मैले भनेको भिजाहरुमा चाहिँ तपाई कम्प्लिटली 5 वर्ष भन्दा माथि चाहिँ कोरियामा बसाई लिगल्ली रूपमा बसोबास भएको हुनुपर्ने छ। त्यसैगरी छेरुजी छुसोजी योगनको बारेमा चाहिँ छ। यसमा चाहिँ के मेन्जक भाङ्गै केसो तपाई चाहिँ कोठाको क्षेत्रफल, कोठाको संख्या, परिवार संख्या जस्ता कुराहरुको मूल्याङ्कन गर्दा चाहिँ सामाजिक मान्यता अनुसार चाहिँ दीर्घकालीन रूपमा बसोबासको लागि सुरक्षित भएको अथवा सुरक्षित गरेको हुनुपर्छ भनेर भनिएको छ। फुम्हेङ धान्जोङ योगन भनेको चाहिँ तपाईको आचरण सम्बन्धीको चाहिँ यो कन्डिसनहरु चाहिँ यस्तो रहेको छ। यदि तपाईको चाहिँ 5 वर्ष भित्रमा चाहिँ तपाईको चाहिँ कुनै पनि क्राइमहरु भनौं न अपराधमा चाहिँ दोषी करार भएको अवस्थामा चाहिँ त्यो 5 वर्ष कम्प्लिट भएको छैन भने चाहिँ तपाईले चाहिँ यो भिजाको लागि एप्लाई गर्न सक्नुहुने छैन। त्यसैगरी चाहिँ 3 वर्ष भित्रमा चाहिँ तपाई चाहिँ कोरियन इमिग्रेसनको ल चाहिँ 3 चोटी भन्दा माथि र 500 मानन भन्दा बढी भल्गुम आएको अवस्थामा नि तपाई यो भिजाको लागि योग्य हुनुहुन्न। त्यसपछि त्यसैगरी 3 वर्ष भित्रमा चाहिँ कोरियन इमिग्रेसन ल र 300 मानन भन्दा माथि र चाहिँ भल्गुम आएको अवस्थामा पनि तपाई यो भिजाको लागि एप्लाई गर्न सक्नुहुन्न। त्यसैगरी 신청 일로부터 최근 3년 이내에 허위 서류를 제출한 경우 3 वर्ष भित्रमा चाहिँ तपाईले चाहिँ 3 वर्ष अथवा 신청 시 अथवा 신청 일로부터 3 वर्ष अवधिमा चाहिँ तपाईले चाहिँ यदि नक्कली कागजातहरु चाहिँ पेश गर्नुभएको अवस्थामा पनि यो चाहिँ तपाई भिजाको लागि योग्य हुनुहुनेछ। र अन्य यस्तै कुराहरु रहेको छ। तल त्यति खासै हामी नेपालीहरुमा चाहिँ त्यस्तो गतिविधिमा संलग्न हुनुहुन्न र हामी यहाँ चाहिँ अलिकति भिजाको लागि चाहिँ तपाईले ट्याक्स पनि तिर्नुपर्छ भनेर लेखिएको छ। एनीवे म सिधै तल अर्को नम्बरमा प्रवेश गर्छु। यहाँ चाहिँ हेवे भम्जै ख्याङ्रक जुम्याङ्छ भनेको छ। तपाईले चाहिँ पुलिस रिपोर्ट चाहिँ 6 महिना डेट भन्दा बढी हुनुपर्ने छ र भ्यालिड चाहिँ तपाई 6 महिना भित्रले मात्र लिनेछ र तपाईको चाहिँ 14 वर्ष भन्दा मुनिको बच्चाहरु चाहिँ बनाउनु पर्ने आवश्यक छैन। त्यसैगरी चेङ्गे युजिन नुङले योकनको बारेमा छ। तपाईको चाहिँ यदि F299 भिजा तपाईले चाहिँ सिन्चङ गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ तपाईको 6 महिना भन्दा बढी चाहिँ तपाईको आफ्नो व्यक्तिगत खातामा चाहिँ इच्छन मानन भन्दा बढी चाहिँ हुनुपर्ने भनेर भनिएको छ। र त्यसैगरी तपाई चाहिँ यो चाहिँ के अवस्थामा चाहिँ आफ्नो सम्पत्ति हो भनेर चाहिँ भनिएको छ। तपाई चाहिँ जुनसुकै सम्पत्ति होस् तपाईको चाहिँ त्यो चाहिँ क्याशमा कन्भर्ट हुन्छ भने चाहिँ त्यसलाई चाहिँ सम्पत्तिको रूपमा मान्न सकिन्छ। र त्यसपछि यनगान सोदुक चाहिँ तपाईको चाहिँ वार्षिक तलब चाहिँ 7,000 मानन भन्दा इसाङ चाहिँ हुनुपर्ने छ र यो चाहिँ तपाईको छन्नेन किजुन सोदुक किजुन हुनेछ। किनभने यो चाहिँ तपाईले यो वर्ष एप्लाई गर्दै हुनुहुन्छ भने गत वर्षको
वार्षिक तपाईको चाहिँ वार्षिक आम्दानी चाहिँ यहाँले पेश गर्नुपर्ने हुन्छ। त्यसै गरी तपाईँ चाहिँ ख्याङ्जे हल्दोङ छिसोक तपाईँ चाहिँ यो भिजा एप्लाई गरिसकेपछि चाहिँ तपाईँको चाहिँ सिङ्गे युजी हल्दोङ छुयब अथवा तपाईँ साब चाहिँ उन्याङ उल खेसोक हाया शुल्क तपाईँ चाहिँ कन्टिन्युटी हुनुपर्ने छ भनेर भनिएको छ। र सिङ्गे युजी नुङले यो सिम्साको बारेमा भनेको छ। खासै त्यति अब E71को बारेमा दिएको छ, त्यो हामीलाई त्यति आवश्यक नभएको हुनाले म तल सिधै हान्गुको वा हान्गु मुनाए ध्यान खिबुन सोयाङ योगन भनेको छ। तल नर्मल्ली बेसिक नलेजको बारेमा चाहिँ भनौँ न कोरियन कल्चर र भाषाको बारेमा भनिएको छ। तपाईँको चाहिँ टपिक लेभल 4 या त सावैथङ्ग प्रोग्राम सादङ्गे भन्दा माथि र यदि तपाईँ साधन फ्याङ्का दिनुभयो र 81 पोइन्ट भन्दा माथि आएको छ भने यहाँले चाहिँ सिधै F299 को लागि एप्लाई गर्न सक्नुहुनेछ। त्यसै गरी नर्मल यहाँ खुबी सौर्य भनेर देख्न सक्नुहुन्छ। तपाईँले चाहिँ आफ्नो यकोन ओइगुन धुङडुचुङ फ्युजन ख्युगो साजिन त्यसपछि यो नर्मली तपाईँले थाहा हुनेछ। यो चाहिँ इमिग्रेसनमा जानुभयो भने तपाईँले इमिग्रेसनबाट नै प्राप्त गर्न सक्नुहुनेछ। र यसमा चाहिँ सेङ्गे युजी नुङडक इप्चुङ सौर्यमा चाहिँ एगुम छाङ्गो छुङ्नु अघि नै मैले भनिसकेँ इच्छनमानभन्दा माथि चाहिँ तपाईँको 6 महिनाभन्दा माथि हुनुपर्नेछ। र त्यसै गरी ख्याङ्जे हल्दोङ छिसो इप्चुङ सौर्य तपाईँ चाहिँ अघि मैले भनिहालेँ। तपाईँ कि त तपाईँ खोयोङ खेयाक छ कि त छेजिक छुङम्याङ छ अथवा तपाईँको साप छ धुङडुक चुङ हुनुपर्नेछ। त्यसपछि हाङ्गुको न्युङडकमा अघि नै भनिसकेँ 4 लेभलभन्दा माथि र तपाईँको फाल्सिप इल्चमभन्दा माथि आएको अवस्थामा नै यहाँले एप्लाई गर्न सक्नुहुनेछ। त्यसै गरी यहाँ चाहिँ फेरि पनि अघि नै भनिसकेँ मैले हेवे भम्जे ख्याङ्डक छुङम्याङ छ पुलिस रिपोर्ट आवश्यक छ। र त्यसपछि ओइगु इन छिगप सिङ्गो छ भनेर भनिएको छ, त्यो पनि आवश्यक छ। त्यसपछि यो चाहिँ सिम्साउ छुगा सर्यो छेचुल योगुथेल सुम्यो भनेको छ। यो तपाईँ चाहिँ यो डकुमेन्टेसन जुन चेकिङको अवस्थामा चाहिँ तपाईँको प्लस डकुमेन्टहरू आवश्यक भएको खण्डमा चाहिँ यहाँले त्यो डकुमेन्ट पुरा गर्नुभएको अवस्थापछि मात्रै यहाँको ख्यालजङ यहाँको निर्णय हुनेछ। यदि तपाईँ चाहिँ भाङ्गुन याग गरेर इमिग्रेसन जानु होला र अन्य कुनै पनि जिज्ञासा भएमा चाहिँ तपाईँले चाहिँ 1345मा सम्झिन सक्नुहुन्छ। र त्यसै गरी चाहिँ थोङ अफ सिन्सङ यो इमिग्रेसनबाट लिन सक्नुहुन्छ। त्यसपछि अघि नै भनेको थिएँ मैले छेरु छाङ्गी छेरु रोल उयान खजु छेरु खज छाग्याक F2 भेन्ग्याङ अथवा यन्जङ सिन्सङ सायुस कारणहरू चाहिँ यहाँ याङसी देखाएको छ, इमिग्रेसनबाट नै लिन सक्नुहुन्छ। र त्यसै गरी साप्च र खोयोङजु अथवा सिन्सङ इनको सहयोग छ यहाँ चाहिँ लिन सक्नुहुन्छ। तपाईँले यो पनि इमिग्रेसनबाटै पाउन सक्नुहुन्छ। र त्यसपछि ओइगुगिन छिगप सिङ्गो छ तपाईँको कामको बारेमा विवरण यहाँ लेख्नुपर्ने हुन्छ। यति गर्नुभयो भने चाहिँ तपाईँलाई चाहिँ F299 भिजाको लागि एप्लाई गर्न योग्य हुनुहुनेछ। आशा छ यहाँहरूले धेरैभन्दा धेरैले चाहिँ F299 भिजा प्राप्त गर्न सक्नुहुनेछ। यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। आजको भिडियो यहाँहरूलाई कस्तो लाग्यो यहाँले प्रतिक्रिया दिन सक्नुहुनेछ। आजको श्रृङ्खला यति नै, र अर्को श्रृङ्खला अर्को नयाँ ब्रान्ड न्यू भिजाको बारेमा यहाँहरूमाझ भिडियो लिएर उपस्थित हुने नै छु। र कोरियामा हुनुहुन्छ र कोरियामा तपाईँ चाहिँ लोन लिन चाहनुहुन्छ भने यहाँले मलाई सिधै जेबी ब्याङ्क मार्फत यहाँले सम्झिन सक्नुहुन्छ। म जेबी ब्याङ्क जोन्सन सेन्टरमा कार्यरत छु। यहाँले जुनसुकै ठाउँमा हुनुहुन्छ भने पनि यहाँले मलाई इनबक्स गर्न सक्नुहुन्छ र लोनसँग जिज्ञासा रहेमा यहाँको जिज्ञासा मेटाउने भरपुर प्रयत्न गर्नेछु भन्दै आजको श्रृङ्खला यहीँ बिड मार्दै यहाँलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। र आगामी श्रृङ्खला पनि यहाँले पक्कै पनि हेरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु भन्दै जाँदा जाँदै कोरिया बसाइ यहाँको सहज रूपमा बित्योस्। कुनै पनि समस्या छ भने सम्बन्धित विज्ञहरूसँग सल्लाह लिई आफ्नो समस्याको समाधान गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्दै कोरिया बसाइ सोचे अनुरूप भइदियोस्, यहाँको बसाइ सुखद उपलब्धिमूलक रहोस् भन्दै यहाँको बाँकी पल शुभ रहोस्। हस्त नमस्ते, शुभ दिन।